गाइज वेलकम टु माई न्यू ब्लग इट्स मैं सुनाएर त म पनि फिट एन्ड फाइन छु त्यो तपाईँहरू सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ होइन टक्क म चाहिँ रुमबाट छु अनि यहाँ चाहिँ हाम्रो साथीहरू पनि छन् होइन। टक्क भर्खर उठेको अनि हामीलाई चाहिँ फेरि अब बिदा अनि यस्तो अब सुत्न पाए बेला चाहिँ फेरि निन्द्रै लाग्दैन क्या निन्द्रा चाँडै नै हुन्छ के भयो यस्तो यार झन् मजा सुत्ने भनेको निन्द्रै लागेन। अनि त्यसपछि हामी चाहिँ अब उठ्यौँ अब टक्क एकछिनमा चाहिँ अब हामी चाहिँ ब्रस नि ल्याएन के अब मुखसुख धुने चिया खान जानुपर्ने हुन्छ खाजासाजा टक्क खाइदिने। अनि त्यसपछि आज अनि के कस्तो हुन्छ अनि हेर्दै जानु न अनि त्यसपछि देखिहाल्नु हुन्छ नि अनि देख्नु न र देखिहाल्नुहुन्छ नि। त्यसपछि अब एकछिनमा भेटौँ फेरि हाम्रो यहाँभन्दा यता हेर्दै न चाइनिज मेन जस्तो बोला त बोला के छ हेर्नु त हालखबर नयाँ तिम्रो नयाँ नम्बर एकदम ठिक छ। अनि हिजो कस्तो भयो त अनि जब एनिभर्सरी अनि हजुरको एकदम रमाइलो भयो। के खानुभयो मासु सासु होइन चिसो अनि चिसो फेरि हामीले अर्को त खाँदैनौँ है अर्को त खाँदैनौँ पाण्डे भन्नेले खाएन कहाँ खाने अनि यति खाएन बिर्सेको मैले बिर्सेको भएर मैले बिर्सेँ नगए हाम्रो चाहिँ होइन यार तिमीले त यार पुखायो बिहान चाहिँ ल त्यस तपाईँका चालहरू सिकाउनुहोस्, मलाई तपाईँको सत्यतामा डोर्याउनुहोस् र मलाई सिकाउनुहोस् किनकि तपाईँ मेरा उद्धारका परमेश्वर हुनुहुन्छ। वर्ष हुँदै हरेक पद त्यसरी अघि बढिरहेछ। पहिलो हिब्रू अक्षरबाट 1 नम्बरको पद, दोस्रोबाट 3 नम्बरको पद अनि त्यहाँको सत्य गरिरहेको प्रार्थना। अनि यो दुवै हुनुपर्छ। हामीलाई कति कुरामा छुटकारा चाहिन्छ अनि प्रभुसँग बिन्ती गर्छौँ, तर हाम्रो प्रार्थनाहरू चाहिँ त्यतिमा मात्रै सीमित हुनु। के तपाईँलाई थाहा छ तपाईँको यो दाहिना हातले चाहिँ टक्कै यहाँ अनि यहाँ यसले चाहिँ 10 सेकेन्ड यस्तरी घुमायो भने तपाईँको 10 सेकेन्ड खेर जान्छ। अनि गाइज हामी चाहिँ होइन अब चाहिँ टक्कै हेमन्तको इन्ट्री हुँदैछ है। आयो कहाँबाट आयो टोइलेटबाट आएको हात पनि भर्खरी धोएन हात चिसो पनि छैन एकदम खै हेरौँ है विश्वासै लागेन मलाई त ए ल खुनाइरह नि त नि किन हो तिम्रो खुनाइरह। अनि अघि हामी दुईजना त चर्च गएर आएको होइन के कुरा सिक्यो चर्चमा धेरै अनुशासनको कुराहरू अनुशासन अनि नम्रताहरू होइन नम्रता भनेको के हो नम्रपन के यदि हामी नम्र भयो भने होइन के गर्न सिकाउन सकिन्छ। हामीहरूलाई चाहिँ राम्रो कुराहरू सिकाउनै गाह्रो हुन्छ कि सिकाउन सक्दैन। अब यदि नम्र छैन भने हामीले कसैले केही नै सिकाउन सकिँदैन नि त। हामीले भनेको नै उसले सुन्दैन भनेपछि अनि हामीले कसरी बुझाउन सकिन्छ होइन त्यो हो। अनि एउटा चाहिँ अनि धागोले रागो भने जस्तै कुरा नै सिक्यो नि त होइन एउटा हात्तीको बारेमा पनि एउटा सिक्यो होइन। हात्तीले चाह्यो भने जे पनि गर्न सक्छ नि त है, तर अनि उसले उसको मालिकले भनिएको हुन्छ नि त राम्रो कुराहरू सिकेको भएर राम्रो केही गर्दैन। म चाहिँ क्रिस्चियन चाहिँ होइन खास यसो गइदिएको जे जस्तो राम्रै कुरा सिक्ने हुँदैछ। तपाईँले पनि जानु नै त भन्ने होइन मैले त्यो होस् राम्रो रहेछ सिक्नलाई बुझ्नलाई होइन राम्रो छ सबै राम्रो छ। धर्म नराम्रो भन्ने केही हुन्न अब आफ्नो भर भन्ने कुरा हो। आफू राम्रो छैन भने गएर काम छैन है फेरि सु अब हेमन्तले गरेर आयो बु 1 2 3 स्टार्ट। हेलो गाइजहरू यहाँ रहेको छ ठ्याक्कै 5000 को जुत्ता है 5000 को जुत्ता हो यो। त्यसमा के छ हेर्नु न सुइटेबलहरू यसमा धेरै राम्रो छ गिरिपुरी पनि यो कमलकै एकदम पतलाले भन्नै नपर्ने रनिङ गर्नलाई कस्तो हुन्छ रनिङ गर्नलाई एकदम कम्फर्टेबल हो। अनि हल्कामा कतिको वेटमा कतिको एकदम हल्का 200 ग्राम 200 ग्राम पनि छैन होला है ल 200 ग्राम यो अहिले चाहिँ हामीले 3500 मा ल्याएका छौँ होइन। कोही किन्न इच्छुक छ भने कतिमा डिस्काउन्ट गरेर तपाईँहरूलाई किन्ने इच्छुक छ भने त हामी 3000 मा 3000 दिने
500 रुपियाँ हामी घाटा ल हुन्छ ल ठिक छ ओके छ तपाईँहरूले भनेपछि यतिको चाहिँ गर्न सकिन्छ होइन हाम्रो त्यसको लागि चाहिँ सब्सक्राइब चाहिँ गरेर आउनु पऱ्यो होइन यो भिडियोबाट हेरेर आउनुभयो भने तपाईँले 500 रुपियाँ डिस्काउन्ट ल अब अर्को एकदम राम्रो अर्को जुत्ता छ कि यो पनि लगाउनलाई एकदम राम्रो जुत्ता हो त्यसको सोल देखाइदिनु कतिको ऊ छ यसको सोल कम्फर्टेबल एकदम कम्फर्टेबल के ग्रिप एकदम राम्रो मोटा हेरौँ न यतापट्टिको क्या यो खिच्दै खिच्न हजुर एकदम ग्यारेन्टी हो एकदम ग्यारेन्टी एकदम राम्रोमा छ यो जुत्ता अनि यसको वेट कति छ यसको वेट 250 ग्राम अलिकति वेटी रहेछ है त्योभन्दा हल्का वेटी छ त्यही भएर यसको त्यो जति राम्रो त भन्न सकिन्न है हजुरको जुत्ताले प्राइस यो जुत्ता तपाईँहरूले जम्मा 2000 हो तपाईँले चाहनुहुन्छ भने हामी 1500 सम्म गर्दिन्छौँ गालमा चाहिँ त्यत्रो त अलि भएन यार होइन हामी मिलाइन्छ ल त्यो पाएँ ल 2000 तपाईँहरूले चाहिएको छ भने झन् सस्तोमा 4000 मा फ्याक्ट्री ल धन्यवाद है सबै आइदिनुहोस् मेरो यो दुईवटा बिक्री गरिदिनुहोस् जुत्ता यो बिक्री तपाईँहरू चाहिन्छ भने भन्नुहोस् तर हाम्रो ठुलो पसल त छैन तपाईँहरूलाई हामी जुटाइदिन्छौँ ल भयो भयो नि त अब हेमन्तेरमा चाहिँ हामी दुईले चाहिँ बोट खेल्न गर्दैछौँ लेट्स गो मुभ ल गाइज हामी चाहिँ होइन फाइनल्ली अब नारायणीमा आइसक्यौँ यहाँ चाहिँ हेमन्तेर म अनि पाण्डे साहब चाहिँ आएन होइन हेमन्त म र अनि यहाँ चाहिँ यस्तो छ पछाडिको सिचुएसन चाहिँ होइन ल गाइज अब चाहिँ यो चाहिँ होइन लगभग जानु ला टक्क लाएर गाइज आज हामी चाहिँ होइन टक्क लाएर अब बोटिङ खेल्न लगाइरहँ म र हेमन्त चाहिँ होइन टक्क लाएर ड्रेस लगाइसक्यौँ यति लाग्यो अब हाम्रो चाहिँ अब बोट एकछिनमा आउँछ हामी चाहिँ वेटिङमा छौँ होइन अनि मलाई चाहिँ कस्तो डर लागिरहेको चिसो भइरहेको मन अब कहिले पनि खेलेको छैन नि त पहिलोचोटि हो त्यही भएर अब हेरौँ कस्तो हुन्छ रिएक्सन मेरो रिएक्सन हेरौँ होइन हेर्नुहोस् म भिडियोमा देखाइरहने छु अनि हेमन्त सर पनि पहिलोचोटि होइन एकदम पहिलोचोटि आयो 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 यहीँ आयो ल गाइज हामी चाहिँ होइन फाइनली चढिसक्यौँ अब चाहिँ होइन दामी पारामा हान्नुपर्ने हुन्छ यहाँ चाहिँ अब नारायणी यो खोला हो कि के हो ठुलो नदी ठुलो तिमीभन्दा पनि ठुलो अनि टक्क अब चाहिँ हामी चाहिँ जाँदैछौँ लेट्स सी कस्तो हुन्छ होइन फर्स्ट एक्सपिरियन्स मन चाहिँ अलिक डराइरहेको ल गाइज हाम्रो चाहिँ होइन अब चाहिँ टक्क हिँड्दैछ लेट्स सी है यहाँ चाहिँ हाम्रो चाहिँ एउटा सिट चाहिँ खाली छ अरूमा चाहिँ प्याकिङ कति फोन गरेको यार पाण्डेले चोतिरा गाडीमा चढे जस्तो हुँदैछ यार खै के
नाइस नाइस दामी मजा आइरहेको झट्टै लड्यो दामी मजा आइरहेको माथि गएर क्या देख्यो त माथि गएर ₹250 चढ के यत्रो ठुलो हेलमेट फेरि जानु अन्त है स्पाइडरमैन हो गया